हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई मेरो नयाँ ब्लगमा धेरै धेरै स्वागत छ। आज चाहिँ मलाई रुगा लागिरहेछ, सो त्यही भएर चाहिँ यो भोइस ओभरमा अलिक नराम्रो सुनिरहेको छ। आज पिकनिक मेरो हस्बेन्ड र उहाँको ब्याचमेटहरूसँग विथ फ्यामिली हामी पिकनिक खेल्दैछौँ। हो त फेरि भन त के अरे भन न भन छोरा मेनु दुईजना हामीले हालेको सबै हालेको सामान हालेको यहाँ र लु भन हामीले त गरेको हालेको के लाग्यो लु कर्ची मर्ची बनाउनु छ अमितले अरू त्यहाँ अलगै राखिदिएको त्यसलाई Oh, silent parents, my first counsel is this. My first counsel is this process of pure, kind, and radiant heart. It means our hearts are like mirrors. We should
holding a grudge towards someone, feeling jealous of someone, and being unkind to anyone for whatever reason. These are like dust covered by the light of God. And His attributes such as kindness, love, and generosity. And we become a cause of happiness. Thank you. Good. In a dense of jungle, there lived a younger fisherman whose name was Keki. Keki was known for playing pranks on others. One day, while fishing for the family, he decided to play a prank on another fisherman on his boat. Turn his boat at a viewing distance, and then shouted, "Help! Help me, please! I am attacked by a cobra." The fishman hears Keki's voice. Though he was in danger, he rushed for the help. त्यहाँ आउँदै त्यहाँ खानु त Keki was sick, buried in a cobra. KFC. Fish went up. Ha ha ha! I'm just testing you. माथि हाले लुइस चढाउनु अलिकति हाम्रो अलिकति गर्नु नुनहरू सबै छ पानी आउँछ ये मेरी बात यार मानो नशे में यार डूब जाओ रहो न होश में दीवानो दामी 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 मैं दीवानो कि जब से मैंने तुमको दिल ये दे दिया प्रिया मैंने तुमको दिल दिया अमर रहो कि तुम तो हम रहो देखे मैले
Oi! 963852. मैले चाहिँ सोधेको थिएँ बहिनीलाई पासवर्ड दिएको छैन मैले अर्पण तिम्रो घाउ दे घाउ कहाँ हातमा लाग्यो तिमीलाई हात त पुरा रातै भयो है रोड देखा ना रोड बाटो देखा अब दाहिना पोस छ क्या होइन अलिक अगाडि होला हौ जुस लिएर आउनु लुक्काहरू मायाको डोरी मगमगाउने फुलहरू फुल्दो रहेछन् रे मनको कुरा मनलाई सबै मेरो साथीभाइ दिदी बहिनी भाउजू मेरो नानी केटाकेटी सबैलाई मेरोबाट सादर प्रेम अनि नमस्कार। यहाँनिर उपस्थित भयौँ एउटा सानो गेट टुगेदर गऱ्यौँ 2026 को नयाँ साल हैन सबैजना सँगै साथमा भेला हुनु पर्यो मेरो गल्ला साथीहरु हल्का बेसक चाहिँ हुनु पर्यो है।
रेडी हाम्रो यो पिकनिकमा जोइन गरौँ भनेर एकजना घाँस काट्न जाने छैन भन्दै मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई जस्तै माया चाहिन्छ एकपल्ट हो किन अत्तालेको तिमी त चाबी लगाएको बुढिया भन्दा पनि तेज छ त यो खाइछ खाना खाइ छिकिरहेन कि खाइ छिकिरहेन कि खाँदै छ हाम्रो पिकनिक पनि सिद्धिसकेको छ तर अलिक ढिलो नै भयो अँधेरो भइसकेको थियो किनभने हामीले पिकनिक पनि ढिलै सुरु गरेको थियो नि त सो थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो सी इन माई नेक्स्ट भिडियो बाई बाई एभ्री वान